पूर्वको पशुपतिनाथ हरिसी महादेव भनेर चिन्ने बाल लाग्यो अनि डेकोरेसन पनि खतरा छ क्या यहाँको भित्र देखेको नि अब यो राईहरूको यो डोकोदेखि लिएर हाई गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। नमस्ते सबैलाई। म चाहिँ अहिले कोरियाबाट नेपाल आएको छु। 1 विक भयो। म चाहिँ अहिले खोटाङको हाम्रो हलिसी तुवासुङ नगरपालिका 6 मङ्गलटार गुर्छु भन्ने ठाउँमा छु है त। म गाउँमा छु। हाम्रो चाहिँ अवस्था गाउँतिर अलिक यस्तै छ। आज हामी घुम्न जाने प्लान छ हैन त। अहिले गाउँमा छ। अहिले गाउँघर यस्तै हो। आज चाहिँ हामी भुइँपाको एउटा त्यो के भन्छ किराँतहरूको एउटा यो शालिग जस्तो बनाएको छ है। मैले बिर्सेँ, सायद हाम्रो यलम्बर राजाको होला। त्यहाँ घुम्ने, त्यसपछि मुडे भन्ने ठाउँ छ डिटेल माथि, त्यहाँ पनि जाने प्लान छ। त्यहाँ के छ तपाईँहरूलाई म सबै देखाउँछु। दामी दामी छ। यो चाहिँ हाम्रो तल्लो घर, टिप्पा भन्छौँ हामी चाहिँ बाउको दाइलाई, ठुलो बाउको घर। यता चाहिँ हाम्रो घर, मेरो क्यामेराहरू छ, हाम्रो कुखुरा कुखुराहरू कति धेरै छ। मलाई चाहिँ गाउँघर एकदम धेरै हैन, क्यामेरामा कैद गर्न मन लागेको थियो, क्लिपहरू खिच्न मन लागेको छ, तर टाइम एकदम कम छ। सर्ट टाइमको लागि आएको भएर सबै कुरा अब भिडियो बनाउन पनि भइरहेको छैन, तर केही सर्ट क्लिपहरू चाहिँ तपाईँहरूलाई देखाउँछु है त। हाम्रो चाहिँ हुन्छ नि गाउँघरमा चाहिँ यस्तो हुन्छ क्या, यस्तो हुन्छ। मताङ भन्छौँ हाम्रो भाषामा चाहिँ, गोठो। यहाँ चाहिँ हाम्रो आमाले बाख्रा पाल्नु भएको रहेछ क्या। बाख्रा बोका कति ठुलो छ क्या, बिचरा नपाल्नु भन्दा नि पाल्नु भइरहेछ है बुढाबुढीले। खसी छ, बोका। यो कालो खसी अनि यिनीहरू 3टा बोका छ। अनि उपासनाले यो सेतो बोका मागेर ल्याएको छन्। त्यो कहाँ छ? उही त्यो सानो फोटो खिचेर पठाउनु परेको यो अहिले होइन, अनि मजाले बसेको बेला। अब हुन्छ नि, हामी त्यसै ठाउँमा हुर्क्यो सानोमा है। अनि गाउँघर मलाई एकदम मनपर्छ। गाउँघरको रियालिटी चाहिँ यस्तै हो। बङ्गुर थियो एउटा, काटेर खाइयो। यहाँ फेरि अर्को पनि पाल्नु भएको छ क्या। यस्तो हुन्छ क्या बङ्गुर, सानो सानो बच्चा छ। यो सुँगुर भन्छौँ, बङ्गुर। अब के भन्ने होइन, गाउँघरतिर यस्तो हुन्छ। लिचीको बोटहरू, यस्तो केराहरू हुन्छ कति धेरै है। अब मलाई चाहिँ एकदम मनपर्छ गाउँघर है। अनि बाबाले अझै पनि धेरै यस्तो हुन्छ नि, गाई बस्तु बाख्राहरू पाल्नु भएको छ क्या। नपाल्नु गाह्रो हुन्छ भन्दा पनि कुखुराहरू हेर्नुहोस् न, यस्तो हुन्छ। लोकल कुखुरा हो, लोकल भाले। गाह्रो छ, रमाइलो छ। गाउँघरको बाटो यस्तै छ। ल, हाम्रो गाउँ चाहिँ यस्तो छ। अहिले चाहिँ चैत वैशाख भएकोले यस्तो देखिरहेको छ है त गाई। हरियाली चाहिँ छैन होइन। हरियाली त सुकिसक्यो। आलु र तोरी खोटाङ हवेसी है, हवेसी बजार हो साथीहरू। पूर्वको पशुपतिनाथ हरिसी महादेव भनेर चिन्ने त्रिधार्मिक स्थल है त। खोटाङमा रहेको हलिसी महादेव स्थान चाहिँ यस्तो छ ल। यो ठाउँ छ, माथिबाट अलिक सानो देख्छ। वाउ, गाइस दामी छ।
कतिसम्म छ उहाँ चाहिँ हाम्रो मदन भतिज, हामी कहाँ छौँ भतिज भन्दैम त। हामी चाहिँ त्यति बेला बुइपा पञ्चमी मेला के अरे यो पञ्चदो बाटो के भन्छ यो लम्बर पञ्चायत चोक बाटो भन्छ। पञ्चदो बाटोमा छौँ है साथीहरू घुम्न आएको हामी काकासँग दाई काकाहरूसँग घुम्न आएको छौँ। यति बेला देख्न सक्नुहुन्छ हामी प्रत्यक्ष प्रसारणमा छौँ डिजी तपाईँले यस्तो गेटबाट पनि छिरिसक्यो ए हामी नम्बर चाहिँ यो ए यहाँ चाहिँ म चाहिँ पहिले धेरै सुनेको यो ठाउँमा है, पञ्चायत बाटो भनेर आइपुगेको थिएन। फर्स्ट टाइम आयो जस कहाँ देखाइदिनुहोस् नि बाटो एकदम पिच हुँदै रहेछ। ए नम्बरको भाइ यहाँ छ यहाँ चाहिँ यस्तो छ, किराँतहरूको पहिलो राजा है त, किराँतीको पहिलो राजा बनिरहेको छ माथि। ए नम्बर मेरो झन्डै उडाइदिए के जुत्ता यार हामी पनि एलम्बरकै सन्तानहरू हौ। म चाहिँ अहिले खोटाङ जिल्लाको बुइपामा अवस्थित है त। यहाँ पञ्चायत बाटो भन्छ क्या र। यहाँ चाहिँ किराँतहरूको पहिलो राजा एलम्बरको चाहिँ यहाँ शालिग निर्माण भएको रहेछ है त। यहाँ ब्याक साइडमा तपाईँहरूले देख्नुहुन्छ है त, म देखाइदिन्छु। यो चाहिँ खोटाङ जिल्लाको बुइपा भन्ने ठाउँमा अवस्थित छ। एकदमै ठुलो शालिग मूर्ति भनौँ के भन्छ शालिग निर्माण गर्नुभएको रहेछ। यो अब नेपालमा आजभन्दा धेरै पहिले शाहवंशभन्दा अगाडि किराँतहरूको शासन थियो। किराँतहरूले कम्तीमा 800 वर्षभन्दा बढी चाहिँ शासन गरेको थियो नेपालमा। नेपालमा चाहिँ 28 जना किराँती राजाहरूले शासन गर्नुभएको थियो। यहाँ चाहिँ पहिलो राजा एलम्बरको चाहिँ यहाँ मूर्ति शालिग निर्माण भएको छ। म एकदम खुसी भएँ, मलाई एकदमै धेरै आउन मन थियो। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने यो चाहिँ खोटाङ जिल्लाको बुइपा भन्ने ठाउँमा छ। खोटाङ हरेसी महादेवको मन्दिरदेखि करिब लगभग कति 1 घन्टा लाग्दैन, 45-30 मिनटमा आउन सकिन्छ। तपाईँहरू आएर यहाँको दृश्यहरू अवलोकन गर्न सक्नुहुन्छ है त। ठाउँ एकदम राम्रो छ। गाउँमा यस्तै हो। खोटाङ अलिकति विकट नै हो तर पनि ठाउँ एकदम रमणीय छ, गाई चरो है त। यो साइड चाहिँ हलेसी पर्छ भने यो साइड चाहिँ डिक्टेल पर्छ, खोटाङ जिल्लाको सदरमुकाम है त। ठाउँ एकदम राम्रो छ, तपाईँहरू पनि आउनु होला। तपाईँलाई नेपालको प्रत्येक गाउँ ठाउँहरू तपाईँहरूलाई एक्सप्लोर गर्न मन छ भने चाहिँ खोटाङ पनि एकदम राम्रो एउटा हुन्छ नि गन्तव्य चाहिँ तपाईँको लागि हुनसक्छ। तपाईँहरू आउनु होला है त। नम्बरको यो छ नि पैताला नै हामीभन्दा कति गुणा ठुलो क्या यस्तो छ। हाम्रो महान किराँती राजा एलम्बर। ब्याक साइडबाट यस्तो छ है त। कस्तो लाग्यो त यो? एकदम दामी लाग्यो काका मलाई चाहिँ दामी लाग्यो होइन। एलम्बरको मूर्ति यहाँ चाहिँ खत्रै लाग्यो भनौँ न, खतरा लाग्यो। अनि दुःख कुरा चाहिँ के छ भनेदेखि पहिलोपल्ट नै आएको हो हामी चाहिँ होइन, फोटो पनि खिचौँ भिडियो बनाउँ भनेर घुम्नु आएको लागि नि आएको काकाहरूसँग होइन। हामी आउँदाखेरि चाहिँ यहाँ चाहिँ दुःख कुरा चाहिँ यो घाम चाहिँ ठ्याक्कै उल्टो भयो क्या। अहिले चाहिँ हामी आउँदाखेरि चाहिँ हामी 3 बजेदेखि 2 बजेसम्म आउँदाखेरि चाहिँ ठिक्क हुने रहेछ फोटो खिच्नको लागि चाहिँ। यहाँ जतिजना पनि आउनुहुन्छ नि भ्रमणको लागि घुम्न आउनुहुने यहाँका म चाहिँ अब आउँदाखेरि चाहिँ होइन जो पनि आउनुहुन्छ घुम्नको लागि आउने सोच बनाउँदै हुनुहुन्छ भने 2 बजेदेखि यता चाहिँ 2 बजेसम्मको चाहिँ टार्गेट बनाएर आउनु होला। किनभने घाम लाग्दाखेरि चाहिँ यस्तो देखिन्छ कि हेर्नु त, फोटो खिच्नै मिल्दैन क्या यहाँ। गाइस तपाईँहरूलाई होइन यो ब्याकग्राउन्डको सिन हेर्नुहोस्। यो चाहिँ हाम्रो चाम्लिङ भाषामा चाहिँ हामी चाहिँ वाबु भन्छौँ होइन। यो पनि यहाँ रहेछ। यो चाहिँ हाम्रो हुन्छ नि हाम्रो घरमा कुलपित्र गर्नलाई देवी देवता पुज्नलाई सबै कामको लागि चाहिँ वाबु चाहिन्छ कि। यहाँ चाहिँ हामीले जात वासिम भन्छ हाम्रो भाषामा। जात चाहिँ त्योभित्र लाएर हामीले हाम्रो पित्रहरू गर्ने बेलामा हाम्रो घरको कुल देवताहरू गर्ने बेलामा चाहिन्छ। इम्पोर्टेन्ट एकदमै ठुलो छ। अनि देखिहाल्नु भयो यहाँ चाहिँ हाम्रो के हो अब चेली छ, किराँती चेलीको एउटा मूर्ति शालिग निर्माण भएको रहेछ है। ठाउँ एकदम दामी छ, बवाल छ। तपाईँहरू पनि खोटाङको एउटा हुन्छ नि, खोटाङ चाहिँ धेरै यस्तो राम्रो पर्यटकीय स्थलहरू छ क्या, जस्तो हलेसी महादेव होइन, तुवासुङ डाँडा छ हाम्रो होइन। अनि यहाँ चाहिँ हाम्रो किराँतहरूको पहिलो राजा एलम्बर नेपालमा चाहिँ पहिले शासनभन्दा अगाडि
मल्लकालीन शासनहरूभन्दा अगाडि चाहिँ किराँतहरूले राज्य गरेका थियो। त्यस बेला चाहिँ कति नेपालमा चाहिँ 28जना चाहिँ किराँती राजाहरूले शासन गरेका थिए। त्यस पश्चात यहाँ चाहिँ हाम्रो शालिग निर्माण भएको रहेछ। हाम्रो 28औं राजाको पहिलो राजा किराँती राजा यलम्बरको चाहिँ यहाँ मूर्ति निर्माण भएको छ। हामीले तपाईँलाई भिडियोमा देखायौँ। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने आउनु होला। ठाउँ एकदम बवाल छ है त। नयाँ कुरा एक्सप्लोर गर्नु मन छ भने ठाउँ बवाल छ आउनुलाई त। ल यो चाहिँ बुइपाको फुटबल ग्राउन्ड रहेछ है त। यस्तो राम्रो ठाउँ बनेको रहेछ ग्राउन्ड। जोस राम्रो बनेको रहेछ है। कति लगभग 11 करोड लगानीमा बनेको भन्ने सुन्नमा आएको छ। खासमा के हो थाहा छैन, तर ग्राउन्ड चाहिँ एकदम राम्रो बनेको छ। यलम्बर खेल मैदान रे जुस राम्रो बनेको छ। यस्तो राम्रो छ है। ल कस्तो राम्रो लाग्यो मलाई है त। यतिको ग्राउन्ड चाहिँ सबै ठाउँमा सबै नगरपालिकामा हुने हो भने हैन सही छ सही। हर्का सापा जिन्दाबाद। जय माटु जय माटु जय माटु। ल मुडी आइपुग्यो। ल फाइनली मुडी आइपुग्यो। आइपुग्यो यार। ल यात्रा टाइम भयो नि त। क्यामेरा रोल एक्सन। ल स्वागत छ तपाईहरुको मुन्दुम रिसोर्टमा। भव्यताको साथ खोटाङ ल राम्रो रिसोर्ट बनाएको छ है। हाई गाइस, वेलकम ब्याक टु माई भिडियो। म चाहिँ अहिले खोटाङको मुडे भन्ने ठाउँमा छु। यो ठाउँ चाहिँ कहाँ पर्छ भने दिक्तेलदेखि थोरै माथि पर्छ है त। नुनथलाभन्दा थोरै ओर दिक्तेलभन्दा माथि। यहाँ चाहिँ तपाईँहरूलाई घुम्न आउन मन छ भने एकदम चिल पारामा है त। चिसो मौसममा दामी ठाउँ है त। भाइ दामी छ। यहाँ चाहिँ रिसोर्टहरू पनि दामी रहेछ। मुन्दुम रिसोर्ट भन्ने यहाँ रहेछ है त। यो माथि देखिरहनुको दृश्य छ, यो चाहिँ मुडे भन्छ है। यहाँ चाहिँ प्रायः जसो शेर्पाहरूको बस्ती छ। यहाँदेखि उता माथि चाहिँ तामाङहरूको बस्ती छ, उता राईहरू हैन। खोटाङ चाहिँ त्यस्तो ठाउँ हो कि त्यहाँ चाहिँ सबै जातजातिहरू एकदम मिलेर बसोबास गर्ने एकदम राम्रो ठाउँ छ है। तपाईँहरूलाई चाहिँ मुड फ्रेस गर्न छ, अब हुन्छ नि नयाँ ठाउँ खोटाङको एक्सप्लोर गर्नु मन छ पूर्वमा भने खोटाङ पनि हो त तपाईँहरूको लागि राम्रो गन्तव्य हुनसक्छ है। तपाईँहरू आउनु होला। यहाँ एकदम राम्रो छ। यहाँ चाहिँ राम्रो तङ्बा, यहाँको खानेकुरा हुन्छ नि त, लोकल खानेकुरा पनि एकदम यहाँ पाउँछ क्या। ढिँडो सिडो तङ्बा सङ्बा सेकुवा हुन्छ नि, सबै कुरा यहाँ पर्फेक्ट छ। मौसम तपाईँहरूले अझ कपालहरू आउनु भयो भने अझ राम्रो छ। जोस् तपाईँहरूलाई खानु बस्नको व्यवस्था चाहिँ बवाल हुँदो रहेछ है त। मुन्दुम रिसोर्ट भन्छ, ठाउँ दामी छ, चिल भयो। अनि यहाँ माथितिर घुम्नको लागि टुरिज्म एरियाहरू राम्रो छ है त। बवाल छ बवाल। आउनु होला है त। म चाहिँ यहाँ पहिले पनि आइसकेको थिएँ, फेरि पनि आएँ। केही चेन्ज डिफ्रेन्ट पाएँ। यहाँ चाहिँ अब होटेलहरू चाहिँ दामी बनिसकेको छ, रिसोर्टहरू। के छ अनि भतिज कस्तो लाग्यो? स्वागत छ तपाईलाई हाम्रो मुन्दुम रिसोर्टमा। मलाई दामी लाग्यो। मेरो चाहिँ पहिलोपल्ट है। कस्तो लाग्यो भतिज? मलाई दामी लाग्यो काका, पहिलोपल्ट होइन। पहिलोपल्ट आएछ मुन्दुम रिसोर्ट चाहिँ। अनि मलाई चाहिँ बब्बाल लाग्यो। अनि डेकोरेसन पनि खतरा छ क्या यहाँको भित्र, देखाइदिनु न। आउनुहोस्, खाना पनि दामी, मौसम पनि चिसो, घुम्न आउनु सक्नुहुन्छ है साथीहरू। यो चाहिँ मुडे यहाँ अन्त हाम्रो यो राईहरूको यो डोकोदेखि लिएर यो के हो यो साराङ्गी ढुङ्सी भन्दा थुम्से के भन्छ, सानो थुम्से दामी छ। ढोलदेखि लिएर अन्त ढ्याङ्ग्रो, यता ढोल ढ्याङ्ग्रो पनि देख्न सक्नुहुन्छ यहाँ। अनि यता मेन चाहिँ यहाँ छुट्नु भएन, मेन चाहिँ यो छुट्नु भएन। हाम्रो चाहिँ मोमो अर्डर आइसकेको छ, बवाल छ है। अब सुरु गरी पनि हाल्नु होइन। तपाईँ भिडियो बनाउँदै गर्नुहोस्, हामी अहिले खाइसकेपछि आउनु बनाउँछु तपाईँलाई। बेस्ट भनेको चाहिँ होइन गाइस, यहाँ चाहिँ यस्तो दामी भ्यू छ क्या।
अहिले चाहिँ कस्तो भइरहेको छ भने थोरै उ भइरहेछ क्या एक किसिमले। यहाँको बेस्ट भनेको चाहिँ यस्तो दामी भ्यू देख्न सक्नुहुन्छ है। अहिले चाहिँ हुन्छ नि थोरै त्यो टोवालो भन्छ क्या बादल जस्तो लागिरहेको छ, नत्र यहाँबाट यस्तो राम्रो दृश्य देखिन्छ, हिमाल पनि देख्न सकिन्छ है। यस्तो राम्रो ठाउँ छ। तपाईँहरूलाई अझ गर्मीको मौसममा त चिल्ने हुने भयो होइन त, बवाल छ आउनु होला है त गाइस। अब हामी यहाँ अरू पनि राम्रो राम्रो ठाउँहरू छ, यो चाहिँ हामी अब खाजा खान बसिरहेको छौँ। ठाउँ दामी दामी छ, हामी एक्सप्लोर गर्नेछौँ। तपाईँहरू झुक्केर मेरो च्यानलसम्म आउनुभयो भने हेर्नु होला, खोटाङको एकदम रमणीय दृश्यहरू चाहिँ यहाँबाट देख्न सकिन्छ है त, बवाल छ है त गाइस। ल तपाईँ हाम्रो चाहिँ वाबु चाहिँ यहाँ पनि रहेछ है त। ल के हो चाहिँ यहाँ वाबु छ यस्तो, हामी चाहिँ सानैदेखि वाबु भनेकोले वाबु भन्छौँ। बुद्धको के हो शिर भनौँ न, टाउको शिर भन्ने त होला होइन। यहाँ पनि यस्तो ठाउँ बनेको छ, किनभने यो एरियामा शेर्पाहरू पनि छ क्या, तामाङहरू पनि छ, अनि बुद्धिज्म मान्ने यतातिर मानिसहरू टन्नै छन्। त्यही भएर म चाहिँ फेरि सबै धर्मलाई रेस्पेक्ट गर्ने मान्छे, सबै राम्रै लाग्छ। म चाहिँ किराँतीको हुन्छ नि सन्तान भएको हुनाले विशेष त किराँतलाई नै मान्छु, त्यसपछि अरू धर्महरूलाई चाहिँ सबैलाई रेस्पेक्ट उत्तिकै हो। आफ्नो आफ्नो धर्म आफ्नो आफ्नो संस्कार संस्कृति जोगाइराख्नुपर्छ भन्ने मेरो चाहिँ मान्यता छ। यो चाहिँ हाम्रो खै पारुवाङ हो कि किराँत कालको किराँती राजा जस्तो देखिन्छ, आडम्बर हो कि के छ यहाँ? तायामा खेमाको भाइ हो रहेछ गुले। यहाँ के लेखेको छ है? ल सही छ, यस्तो ऐतिहासिक ठाउँ छ है खोटाङ चाहिँ हाम्रो। यहाँ चाहिँ प्रायः मुडीमा चाहिँ शेर्पाहरूको बस्ती अलिक धेरै छ जस्तो लाग्छ है मलाई। शेर्पाहरू तामाङहरू जात जाति पनि हुनुहुन्छ विशेष गरी। घुम्दै जाँदा ठाउँ बवाल छ, आनन्द छ तपाईँहरूलाई होइन। शान्त वातावरणमा एकदम पिस खोजिरहनु भएको छ भने भिडभाडदेखि टाढा, चिसो मौसम, मिठो खानेकुरा, चिसो हावा, फ्रेस हुन मन छ भने चाहिँ यहाँ आउनु होला है त गाइस। ल बवाल। ल हाम्रो गुर्जुले बुद्ध मजाले ध्यानमा हुनुहुन्छ, चाँडै लामा बन्ने रे औतारी। त्यसै बसिराख्नु है। ल ठिक छ गाइस, इन्जोय बवाल भयो त। जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर, त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर। प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता, छल्किन्छ ममता मेरो भावगङ्गा जता जता। जहाँ छन् बुद्धका आँखा। गीत नगाएको धेरै भयो, तैपनि यहाँ बुद्धको यो हुन्छ नि मूर्ति देखेर चाहिँ गाइदिया थोरै। ओके लेट्स गो, जाउँ। उताबाट आउँछ है बसहरू हाम्रो हिरो। खै त देखेको बसी हेर्नुपर्छ बुढेसकालमा। अहिले चिसो मौसम भएर हो अलिक टुवालो परिरहने, नत्र यहाँबाट हिमालहरू पनि देख्न सकिन्छ। प्रायः यहाँ पिकनिक खान पनि आउँछ, घुम्नलाई रमाइलो गर्नलाई। जो ट्रेकिङ जस्तो नि हुन्छ है यहाँ,
ट्रेकिङ गर्न मन छ भने टाढा टाढाबाट मान्छेहरू आउँछ नि त। कति टाढा हामी पश्चिम मात्रै जान्छौँ नि त, पूर्वलाई पनि यसो हेर्नु पऱ्यो क्या। कति पश्चिम मात्रै जाने पूर्व ठाउँहरू छ। गाइज तपाईँहरू ट्राभल गर्नुहुन्छ भने, ट्राभलर हुनुहुन्छ भने आउनु होला है त। तपाईँहरूलाई खोटाङमा स्वागत छ है त। भाइरल हुनुपर्ने केटा हो है। दामी मजा आइरहेछ है, घाम देख्नु भयो त। लभली सनसेट क्या। टाढा टाढा जानु छ साथी, एक फेरा हाँसिदेऊ, छुटिसकेको मायालाई साथी, एक फेरा गाँसिदेऊ। टाढा टाढा जानु छ साथी, एक फेरा हाँसिदेऊ, छुटिसकेको मायालाई साथी, एक फेरा गाँसिदेऊ। हो भतिज खोटाङ चाहिँ खोटाङ हुन त खोटाङ पूर्वको एकदमै पिछडिको जिल्ला भन्छ है। हो पनि कति कुरामा हामी पछाडि नै छौँ अरू ठाउँभन्दा। तर टुरिज्म एरियामा चाहिँ खोटाङ चाहिँ पूर्वमा धेरै नै अगाडि छ जस्तो लाग्छ क्या मलाई चाहिँ। किनभने यहाँ चाहिँ खोटाङ हलेसी महादेव पनि छ है। खोटाङ हलेसी महादेव चाहिँ त्रिधार्मिक स्थल हो क्या। यसमा चाहिँ खोटाङ हलेसी मन्दिरमा चाहिँ बुद्धिस्टको पनि त्यहाँ आस्था रहेको छ, अनि किराँतहरूको विशेष होइन, अनि हिन्दू धर्मावलम्बीहरूको पनि, त्यही भएर त्रिधार्मिक स्थल भन्छ खोटाङमा चाहिँ। त्यो पनि छ। साथसाथै माथि थोरै माथि तुवाचुङ भन्ने ठाउँ छ, त्यहाँ चाहिँ किराँतहरूको उद्गम स्थल भनेर चिनिन्छ। त्यहाँ पनि एकदम राम्रो छ घुम्नको लागि है त। साथसाथै यहाँ दिक्तेल बजार यता भयो, फेरि अब यो मुडे उतापट्टि पनि छ, मासतिर पनि, खार्मीतिर पनि छ, अरू साल्पा पोखरी भन्ने पनि छ, अरू धेरै ठाउँहरू रहेको छ है त घुम्नको लागि। अलिकति एक्सप्लोर मान्छेले नगरेको कारणले मात्र हो। तर खोटाङ हुन्छ नि पर्यटकीय स्थलको लागि चाहिँ, घुम्नको लागि तपाईँलाई एक्सप्लोर गर्नु छ भने धेरै राम्रो ठाउँ छ। तपाईँलाई ट्राभल गर्न मन छ भने आउनु होला है त। ओके गाइज, जसले लास्टसम्म मेरो भिडियो हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच है त। म अहिले कोरियाबाट नै नेपाल आइरहेको छु। सकेसम्म नेपालको केही धेरै भिडियोहरू बनाउने सोच बनाइरहेको छु। लास्टसम्म हेर्नुभयो त्यसको लागि थ्याङ्क यू सो मच। नेक्स्ट टाइम यस्तै भ्लगहरू लिएर आइरहने छु है त। म चाहिँ अब भ्यू चाहिँ नगए पनि पछि यसो हुन्छ नि त, पछि हेर्नलाई रिमेम्बर होस् भनेर भ्लगहरू बनाउने गर्छु। म पनि क्यामेरा साई पर्सन नै हो, तर पनि ल थ्याङ्क यू सो मच। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक सेयर गरिदिनु होला, मन पऱ्यो भने है त।